नमस्कार सबैजनालाई हजुरहरूलाई मेरो पेजमा स्वागत छ है। यो मेरो बिहानीको फास्टफुड क्यान्टिनको यो सबै चिज तपाईहरुको अगाडि बताउने छु है। यो चाहिँ आलु मोमोको लागि किमा रेडी, यो सबै मुछेर रेडी गरिसकेको। अनि यो कोपी प्याज अब यो पनि मुस्ने छु है, किमा गरिसकेको छ। अनि यो चाहिँ आलु चिउराको आलुदम रेडी बनिँदैछ। अब यो पानी लगाएर अनि मजाले उमाल्ने। अनि आलुदम पनि राम्रो हुनेछन् आलु चिउराको लागि बनी। आलु मोमो पनि दामी हुनेछ आज। अनि वेज कोपी मोमो पनि दामी हुन्छ आज। फ्रेस मोमो ताजा एकदमै जो पनि अफिसमा काम लिएर आउनु हुनेछन् है। र मेरो सानो एउटा अफिस क्यान्टिन छ है, र अफिसकै ब्याक साइडमा छ है। सबैजना आएर भिजिट गरिदिनुहोस् भन्दै यो मेरो बिहानीको मेहनतलाई तपाईहरु हेरिराख्नु भएको छ भने राम्रो गरिकन हेर्ने। अनि अन्तिमसम्म तपाईहरु अलिकति सोचेर यो बाइकोमा गएर केही त किने खाउँ अनि यसो भिजिट गरिदिउँ भन्ने तपाईको मनमा रहोस् भनेर यो भिडियो। अनि सधैँभरि यो रोड अपडेट पनि दिइरहने अनि मेरो क्यान्टिन फास्टफुडलाई पनि अगाडि बढाउँदै गइरहने मेरो यो भिडियोलाई तपाईहरु हेरिराख्नु भएको छ भने शेयर पनि गरिदिनुहोस्। धन्यवाद। जुन चाहिँ बिहान किमा थियो है ल, यो चाहिँ अब यो रेडी, यो चाहिँ कोपीको अनि यो चाहिँ आलु यसरी नै भनेर रेडी राख्छ है। 10:30 बजी फेरि पनि यसलाई पकाउने कार्यक्रम गर्छु। अनि आलु चिउराको लागि पनि बिहान रेडी राखिसक्नु भने सबै रेडी भइसकेछ। अनि फेरि पनि यही चुलातिर यसो बनाइकन कस्टमरलाई खुवाउने गर्छन्।